हेलो नमस्ते नमस्कार साथीहरू। फेरि स्वागत छ आज अर्को भिडियोमा र आज रहेको छ डिजिटेकको अर्को मोडल DWM 114 लिएर आइसकेको छु। यो पनि वायरलेस माइक रहेको छ हैन। यो चाहिँ अस्ति देखाएको भिडियो भन्दा यो चाहिँ अलिकति राम्रो रहेको छ हैन। यसमा अब खोलेर हेरौँ के रहेछ यहाँ भित्र। यस्तो राम्रो यो बक्स त राम्रो रहेको छ। यहाँ भित्र चाहिँ यस्तो पज दिँदो रहेछ। के आउँछ यसमा त हेरौँ है त। यसमा दुईटा माइक एउटा रिसिभर यसमा हुँदो रहेछ अनि यो माइकहरूले चाहिँ यसमा यसरी लाउनु पर्छ। यो अटोमेटिक सुरु भइसक्छ साथीहरू। यसरी राख्दिने यसमा यस्तो भयो अनि अरु यससँग के आउँदो रहेछ भनेर हेरौँ है त। एउटा मेनु आउँछ। यसमा मेनुमा कसरी युज गर्ने भनेर सबै डिटेल्समा दिएको छ। अनि एउटा चाहिँ यसमा पनि एक्सेसरिज बक्स आउँछ। यसमा के रहेछ हेरौँ त। यसमा एउटा चार्जर आउँछ। यो चार्जरले चाहिँ मजाले केबल यो चार्जिङ केबल आउँछ। यो केबलले चाहिँ मजाले यो डिजिटेक माइकको चाहिँ यो बट्टा यो चाहिँ चार्ज गर्न सकिन्छ। यहाँ चार्जिङ पोर्ट रहेको छ। अनि अर्को यसमा चाहिँ एउटा स्प्लिटर आएको छ के। अब यो जुन रिसिभर छ नि रिसिभर अब यो एन्ड्रोइड आइफोन दुईटैलाई हुने भयो के। यो रिसिभर छ। यो रिसिभरमा यसरी यसलाई स्प्लिट गरिदिने कन्भर्ट गरेर यसरी लाउने अनि आइफोनले पनि युजर मजाले युज गर्न सकिन्छ। ओके थ्यांक यू। भिडियो राम्रो लागेमा सबजना लाइक कमेन्ट गरिदिनु होला।